टच किन दियो भन्नुहोस् त जित्यो भने टच दिन्छ के को लागि भन्नुहोस् त दिउँसो मात्रै होइन कि राति पनि घोटाला गरोस् बाल्दै भनेर दिएको दिउँसो त गऱ्यो घोटाला राति पनि घोटाला गर्छ अब टच दिएको छ नि त ऊ जेलमै जाओस् भनेर अब सटकै जाउँ भने देख्छ अन्त हो गाडी जानु पऱ्यो नि चोर बाटोहरू राति त अब गाडीमा त जाइहाल्छ टच दिएको चाहिँ चोर बाटो जाओस् भनेको लागि आएको म पनि कमाने आमाकै बाउकै छोरा हो म पनि कमानमै भिजेर तपाईँहरूलाई जस्तो सिस्नुले काँडाले जुकाले खाएर काम गरेर 37 वर्ष काम गरेर 4 वर्ष भयो रिटायर भएको तपाईँहरू जस्तै म फाँडी हिँडेको कलम काटेकै मान्छे हो र 4 वर्ष रिटायर भएर पनि म अझै तपाईँहरूको लागि चाहिँ म रिटायर भएको छुइनँ कमानमा मात्रै रिटायर भएको छु बोल्नु र तपाईँहरूको तागतको लागि चाहिँ म रिटायर भएको छुइनँ र तपाईँहरूलाई किन जनाउनु आएको भनेदेखि हेर्नुहोस् तपाईँ हामीले ब्रिटिस कालदेखि भोट हाल्दै आएको बाजे बोजू हामी अहिलेसम्मै हाम्रो लागि बोलिदिने कोही पनि भएन एमएलए बनायौँ एमपी बनायौँ होइन चेयरम्यान बनायौँ गाउँका झोले नेताहरूलाई पनि ठुलो बनायौँ खाने बनायौँ कन्ट्र्याक्टर बनायौँ होइन डढेको रोटी बोकेर भए पनि हामी हेर्नु त कति दुःख हुन्छ घाममा यस्तो खर्दा पनि हाम्रो लागि बोलिदिने कोही भएन अहिले 2-3 वर्ष पछाडि हेर्नु चाहिँ अझै हाम्रो लागि खटिरहेको छ बिचरा ऊ पुन्जीपछि मान्छे एउटा तोस रोटी बेचेर भए पनि कमाएर दुनियाँलाई हेर्नु त कुना काप्दामा विकास गरिरहेछ सत्तामा नआए पनि त्यही माथि हाम्रो अहिले एमएलए उठिरहेछ होइन उहाँले मन पराएर वन्दना राई हेर्नुहोस् हाम्रै लागि बोलिरहेछ तपाईँहरूलाई देखिरहनु भएको छ सिलगढीमा श्रम मन्त्री भएकोमा अफिसमा वन्दना राई अघि बोलेको ऊ अझै सँगसँगै अब यस्तो मान्छे बोलिदिने खटिदिने मान्छेलाई चाहिँ तपाईँ हामीले एकताल मौका दिउँ होइन बिजेपीले हेर्नुहोस् त हाम्रो टिङलिङमा सेन्ट्रल कमिटी नेसनल पार्टी बिजेपीले को सेन्ट्रल कमिटीको भाइस प्रेसिडेन्ट आरबी लामाले टिङलिङको 10 नम्बरमा के भनेको थियो अस्ति डिसेम्बरको 25-26 तारिकतिर आएर कलम काट्दै गरेको बेलामा 800 रुपियाँ हाजिरी हुन्छ भनेर जनवरीमा भनेको भनेन सुन्नुभयो भएन सुन्नुभयो 800 रुपियाँ भनेर जनवरीभित्रमा 8 आना पनि बढेको छैन त कता गयो अहिले भोटको छेउमा कता गयो 8 आना बढ्यो अहिले 8 आना त होइन 1 रुपियाँले त केही पाउँदैन नानी पनि मान्दैन नानीले त अचेल स्कुल जाने 20 रुपियाँ दिनु उँभो भन्छ सबले बुझिसकेको छ केटाकेटीको नानी मोबाइल भन्यो पैसा भन्यो जन्मेको नानीले बुझ्नु थालिसक्यो अन्त हामी नबुझ्नु अन्त यस्तो अवस्थामा हामीलाई अझै ढाँट्दै 5G को जमानामा त अहिले त ढाँटेर हुँदैन त सब फेसबुकमा हेरिहाल्छ यो फोन छैन भने हामीलाई निन्द्रामा आउँदैन भात पनि रुच्दैन यस्तो जमाना भइसकेको छ सबै त आउँछ अहिले अन्त यस्तो जमानामा पनि अझै हामीलाई हेर्नु त ढाँट्दैछ 800 रुपियाँ भनेर त्यो मान्छे कता लुक्यो अहिले भोटको छेउमा कहाँ गयो बोलाउनुहोस् तपाईँले 800 रुपियाँ हुन्छ भनेर भोट फकाउनुलाई राजनीति गर्दैछौँ यहाँ उनीहरूले यो हाजिरीमा पनि 250 रुपियाँले कहिले घर चलाउनु त्यो 250 30 रुपियाँ पिएफमा काट्छ कति त त्यो 30 रुपियाँ काटेको पनि पिएफमा बुझेको छ कि छैन त्यो पनि तपाईँहरूलाई अत्ता छैन घरमा आउँछ 220 रुपियाँ 1 किलो सुँगुरको मासु ल्यायो भने 2 दिन काम गर्नुपर्छ खसीको झन् कुरा नभएर पनि 3 दिन काम गर्नुपर्छ ब्रोइलरको 240 रुपियाँ पुगिसक्यो मसला खोइ प्याज खोइ चामल खोइ हर्दी खोइ बाह्र मसला खोइ त्यसलाई मिसाउने टमाटर हालेन भने स्वादै आउँदैन मुखमा त्यस्तो खालको छ अन्त 220 रुपियाँ हुन्छ घर चल्छ सिलिन्डर भर्नु पर्यो मोबाइलमा हालेन भने बोल्दैन धारावाहिक आउँदैन बेलुका निद्रै आउँदैन भातै रुच्दैन पच्दैन पनि यस्तो जमाना छ अहिले त आगोले पकाउँछ भात राइस कुकर छ पानी पनि अहिले इलेक्ट्रिकै आएको छ खित्लीको सेरेर गरेपछि उम्ली त हाल्छ हो कता धुवामा बसिरहन्छ अहिले धुवामा बस्ने जमाना गइसक्यो यस्तो जमाना छ अन्त 220 रुपियाँले पुरै पो रहेछ त अब गाउँघरमा हेर्नुहोस् तपाईँहरूको 5 वटा बिहा हुन्छ एउटा ढलेपछि अर्को पनि ढल्छ ढल्न थाल्छ हो किन भन्नु त एउटै गाउँमा यसपालि कति
5वटा 6वटा ढल्नु थालिसक्यो त्यस्तो हुन्छ बिहा एउटा भयो भने 5वटा भइहाल्छ बिहा पछाडि साथसाथै अर्को काठ आउँछ न्वारनको फेरि न्वारन सकेको छैन छेउरका आइहाल्छ अन्त होइन अनि त्यही माथि अहिले फेसन निस्किएको छ के त पुरन लाउँछ त्यहाँ पनि जाइदिनु भने त्यसै रित्तै जान्छ भएन कुन चाहिँले खिचडी पकाएको हुन्छ त्यो खाइदिनै पर्यो त्यो सामान त लानै पर्यो 220 रुपियाँले कहाँ पुर्याउनु लु भन्नुहोस् त यो अवस्था हुन्छ भनेर चाहिँ अजय सरले आफै उठेर वन्दना राईलाई चाहिँ उठाएको वन्दना राईले त खोजिदिन्छ नि त चियाबारीको लागि मरिमेट्दैछ अहिले अन्त उसैलाई जितायो भने चाहिँ तपाईँहरूको समस्या समाधान पक्का हुन्छ र हामीले पाहाडमा तपाईँले भोट हालेर जितायो भने पाहाड परिवर्तन आउँछ तपाईँले सुन्नुभएको होला नि कति घोटाला भइरहेछ शिक्षा घोटाला पानी हेर्नु त नाली मात्रै छ पानी छ कल छ जल छैन हो कि न भन्नुहोस् त त्यो पैसा खाए त हाल्यो पैसा खाए होइन त्यो उमा लेखेछ नि ट्याङ्कीमा सुन्नुभएको छ ट्याङ्कीमा के लेखेछ इङ्ग्लिसबाट हर घर जल योजनाको ट्याङ्कीमा के लेखेछ जेजेएम लेखेछ हो कि न जल जीवन मिसन भनेको होइन रहेछ जुन जुलाई मार्चमा पानी आउँछ भनेको रहेछ जेजेएम भनेको त त्यो त आफै आइहाल्छ नि हो यसलाई त आकाशमा कल भर्नु पर्यो पाइप भर्नु पर्छ पर्दैन त जेजेएम भनेको त्यही है जल जीवन मिसन होइन नि जुन जुलाईमा मार्चमा पानी आफै आउँछ भनेको कल पनि पर्दैन अब यस्तोमा घोटाला पहिल्यै खाएको छ नाली नले ट्याङ्की नले चेयरम्यानहरूले कर्मचारी करोडौँ रुपियाँ खाइदियो त्यो खाएकोले गर्दा चाहिँ पानी नआएको बुझ्नुभयो त हामीलाई चाहिँ पानी उसलाई चाहिँ पैसा उसले पैसा खायो हामी पानी खानुपर्ने खोइ पानी छैन के खानु कल टोक्नु हामीले कि कालो पाइप टोक्नु त्यो कालो पाइप काटेर झोल खाँदा पनि हुँदैन त्यो खानुभन्दा त बरु बोइलरको नङ्ग्रा ल्याएर खानु दिन्छ त्यसले भात पनि रुच्छ बरु यति रुच्छ यस्तो अवस्थामा तपाईँहरूले त्यता भोट हाल्नुहुन्छ यो त अन्तिम हो अजय सर पनि अन्तिम हो पार्टी पनि अन्तिम हो यो अहिले एमएलए उठाएको पनि अन्तिम हो यसलाई चाहिँ भोट हालेन भने चाहिँ हेर्नुहोस् जुन टचमा हाल्नुहुन्छ नि भोट टच निकालेको छ नि ब्याट्री बेगरको यो टच त ल्याएर खाली कि तर ऊ ममताको हातमा चाहिँ ब्याट्रिक छ नि त जित्यो भने पो ब्याट्रिक दिन्छ त हारे भने त्यो टच पनि खोज्छ खाली टच पनि खोज्छ टच किन दियो भन्नुहोस् त जित्यो भने टच दिन्छ के को लागि भन्नुहोस् त दिउँसो मात्रै होइन कि राति पनि घोटाला गरोस् बाल्दै भनेर दिएको दिउँसो त गऱ्यो घोटाला राति पनि घोटाला गर्छ अब टच दिएको छ नि त ऊ जेलमै जाओस् भनेर अब सटकै जाउँ भने देख्छ अन्त हो गाडी जानु पऱ्यो नि चोर बाटोहरू राति त अब गाडीमा त जाइहाल्छ टच दिएको चाहिँ चोर बाटो जाओस् भनेको घोटाला गर्नु त्यो हो नि त टचको अर्थ योपालि टचलाई भोट नहाल्नुहोस् किन भन्नु टचमा उठ्ने एमएलए नि फेसबुकमा के लेखेछ पार्टीसँग अडिट छु भनेको चाहिँ अब दिन्छु जित्यो भने भनेको 5 डेसिमल दिन्छु भनेको कारण यही हो 5 डेसिमलको नोटिफिकेसन आएको छ नि बङ्गालबाट यो अनित थापाको हातमा त्यो स्थगित छ ताकमा राखेको छ सजाएर जिउँदै छ जब त्यो अमर लामाले उ गर्छ नि त्यो झिक्छ फाइल टक्क झिकेर ल्याएर 5 डेसिमल एउटा न एउटालाई थपाउँछ पुलिस ल्याएर भए पनि कुटाएर पनि थपाउँछ ओल्लो घरको नरेलाई कुटाएर दियो भने पल्लोको धने त हापेन उठ्नु थालिहाल्छ नथापी हुँदैन तर्सिन्छ उल्टोले हानेको कुकुर बिजुलीले पनि तर्सिन्छ भने जस्तै हुन्छ पल्लो घर कुट्यो भने अल्लो घर तर्सिन थालिहाल्छ अन्त सबले थापेपछि के हुन्छ 5 डेसिमल थापेपछि हामी घरेटी मात्रै रहन्छौँ अन्त मरौ भयो भने के चुलाभित्र गाड्नु कि भँडारभित्र गाड्नु लु ठाउँै त छैन बिहा कसैको घरमा 3-4वटा नानी हुन्छ छोरा एउटा भने छोरी 2वटा हुन्छ बिहा भने कुन चाहिँ आँगनमा गर्नु को सबैको त छप्पड हुँदैन नि
खानदानी अलि हुनेहरूको पो छप्पड बनाउँछ, नहुनेको त चियादारै हुन्छ। चियादारमाथि बिहा गर्नु र यस्तो ओह्रालोमा एकजना मान्छे पनि अडिँदैन त। अन्त औ त्यस्तो 5 डेसिमल थपाउँछ भनेको। 5 डेसिमल थपायो भने चाहिँ हामीलाई चाहिँ रिफ्युजी बनाउँछ, यहाँबाट पोखा बोकेर खेद्दा पनि हुन्छ, मेची खोला पुर्याउँछ। मेची खोला ढुङ्गामा पनि बास पाउँदैनौँ हामी। उता नेपाल रेडी छ, अहिले चाहिँ जेएनजी छ, त्यहाँ छुइ नसक्नु छ। यता पनि फर्किनु दिँदैन, किन डकुमेन्ट छैन, हाम्रो पट्टाको डकुमेन्ट छ, त्यो नै 5 डेसिमल। अन्त तपाईँको अलैँची बारी 250 रुपियाँले भ्याउँदैन खानु। तपाईँले दुःख गरेको अलैँची बारी छ, अम्लिसो बारी छ, फुलबारी छ, होइन, खसी पाल्नुहुन्छ, भैँसी पाल्नुहुन्छ, गाई पाल्नुहुन्छ, त्यो सबै पुँजीपतिहरूलाई दिएर उनीहरूले चाहिँ रिसोर्टहरू के होमस्टेहरू बनाउँछ। त्यो प्लानिङ कसको भन्नु त बङ्गाल सरकार र जिटिएको प्लानिङ यो छ। त्यसलाई चाहिँ हटाउनुलाई चाहिँ हामीले यसपालि इन्डियन गोर्खा जनशक्तिलाई चाहिँ भोट हाल्नुहोस् र वन्दना राईलाई जिताउनुहोस् भनेको कारण यही हो। अरूको कुरा नसुन्नुहोस् है। गाउँको झोले नेताहरूलाई अहिले भोटको छेउमा पैसा दिएर भुल्याउँदैछ, छेउछेउ तपाईँहरूलाई बाहिर हाल्दैछ पैसा दिएर झोले नेताहरूलाई। पुरा छरेको छ झोले नेताहरू, देवी जस्तोलाई। कालो पानीको अब जति भुल भयो कि तपाईँहरूलाई भन्छु, 5 हेर्नु अब भोटमा चाहिँ राति पिकअपमा आउँछ कालो पानी कागज, त्यो दिन चाहिँ होसियार, जहिले थाप्यो भुल भयो। अब चाहिँ कालो पानी कागज 500 रुपियाँ पैसा, 2 ब्याग सिमेन्टमा चाहिँ खिचडीमा नभुलिनुहोस्। हाम्रो भैँसो लुटेर लगिसक्यो, हाम्रो जमिन पनि लुटेर लानु आँट्यो, सबै लुटेर लानु आँट्यो। यसलाई नै बुझेर तपाईँहरूले चाहिँ यसपालि हाम्रै गोर्खे चेली हामीलाई साथ दिनेलाई चाहिँ भोट हाल्नुहोस्। यति भन्दै मेरो छोटो वक्तव्य शेष गर्न जान्छु। सुन्नु, जय श्रमिक।